हाम्रो टुलिप फ्लावर हो अनि यसमा चाहिँ मैले ब्ल्याङ्केटमा जोइन गरेको छु। यो हाम्रो धागोहरू चाहिँ प्लास्टिकमा हाल्ने अनि चर्को बाँधेर गुल्टाइदिने अनि त्यो कतै जान्छ जेसुकै गर्छ त्यसरी धुलोहरू लाग्दैन अनि फर्र आउँछ कि सर्र सर्र तान्यो भने अनि सजिलो हुन्छ। यसमा चाहिँ एउटा नट टाइट गरेर अनि 5 वटा चेन लिने, 2 वटा चेन हो 3 4 5 वटा चेन लिने अनि सुरुको 2 वटा लुपलाई चाहिँ छोडेर अनि तेस्रो लुपबाट चाहिँ हामीले सिंगल स्टिच लिएर अनि फेरि 5 वटा चेन तान्छौँ अनि त्यसपछि फेरि अघि रिपिट गर्छौँ 2 वटा छोडेर तेस्रो लुपमा चाहिँ हामीले सिंगल स्टिचले जोइन गरेर अनि फेरि त्यही रिपिट गर्छौँ रिपिट गरेर यो रो चाहिँ हामीले सक्छौँ त्यो ग्रीनवाला। अनि यो सेकेन्ड रोमा चाहिँ स्लिप स्टिचले जोइन गर्छौँ अनि त्यसपछि चाहिँ 3 वटा चेन लिएर डबल क्रोसे गर्दै एक चेन लिँदै डबल क्रोसे एक चेन डबल क्रोसे एक चेन गर्दा हामीले 4 वटा डबल क्रोसे गर्छौँ अनि त्यसपछि चाहिँ 3 वटा चाहिँ चेन तान्छौँ अनि 3 वटा चेन तानेर अनि यो अर्को यो जोइन पार्ट छ त्यसमा चाहिँ मैले चाहिँ स्लिप स्टिच नै गरेको छु। मैले पहिला कस्तो गरेको थिएँ मैले बिर्सिसकेँ, यो धेरै भइसक्यो। अनि त्यसपछि लिफको लागि चाहिँ 7 वटा चेन तान्ने अनि सुरुको स्टिचमा चाहिँ स्लिप स्टिच, सेकेन्डमा सिंगल स्टिच, त्यसपछि अर्कोमा चाहिँ हाफ डबल क्रोसे गर्दा पनि हुन्छ नत्र भने एउटा सिंगल स्टिच नै राख्दा पनि हुन्छ। अनि 3 वटा चेन तानेर फेरि अर्कोमा चाहिँ हामी जोइन गर्छौँ स्लिप स्टिच, त्यसपछि एउटा सिंगल स्टिच र फेरि त्यही हामी रिपिट गर्छौँ जो अघिको जस्तरी नै सबै फाइनलमा जाँदासम्म। त्यसपछि आउँछ हाम्रो फ्लावरको पार्ट हैन। फ्लावर बनाउनु चाहिँ एकदमै सजिलो अनि राम्रो लाग्छ मलाई। अर्को लिली भन्दा पनि यो मलाई मन परेको फ्लावर हो। एउटा नट टाइट गर्ने सुरुको लुपमा अनि त्यसपछि हामी सबै हाफ डबल क्रोसे नै हो है। यो चाहिँ अलि लामो तानेर अनि सबै तानेर कति 5 या 6 पटक तानेर चाहिँ त्यसलाई चाहिँ हामी यसरी तानेर अनि क्लोज गर्छौँ। त्यसपछि अर्कोमा पनि फेरि त्यसरी नै हामी सबैमा यसरी नै गर्दा हामी 5 वटा राखेको छु मैले। 5 वटा लुपमा नै यसरी बुन्दै जान्छौँ अनि त्यसपछि चाहिँ हामी क्लोज गर्छौँ है त्यो योवाला। यो कुराहरू चाहिँ अब भन्न बिर्सेको हुन्छु, कहिले के एउटै स्टिचलाई पनि कहिले के भनिरहेको हुन्छु नि त, त्यो चाहिँ माइन्ड नगर्नु होला। भिडियोमा चाहिँ हेरेर पनि गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो लास्ट हो अनि यसरी चाहिँ अगाडिको र लास्टको चाहिँ जोइन गर्छौँ स्लिप गरेर। त्यसपछि एउटा सिंगल क्रोसे, त्यसपछि 3 वटा डबल क्रोसे सेम स्टिचमा लास्टमा चाहिँ हामी एउटा सिंगल स्टिच त्यसपछि 3 वटा डबल क्रोसे गर्छौँ अनि त्यसपछि फेरि हामी लास्टमा सिंगल स्टिच भनेको चाहिँ मैले सिंगल क्रोसेलाई भन्न खोजेको है, नझुकिनु होला। अनि लास्टमा आयो, लास्टमा पनि सेम नै हो अनि त्यसलाई चाहिँ नट टाइट गरेर धागो चाहिँ नदेखिने गरेर लुकाउने, त्यति भए चाहिँ हाम्रो सकिन्छ। मैले चाहिँ यसरी युट्युबको फ्री प्याटर्नहरू चाहिँ यता बनाएर अनि राख्ने गर्छु किनकि अब सबैले त्यो युट्युबको बुझ्छ भन्ने त हुँदैन नि त। यता मैले नेपालीमा राखिदिँदा चाहिँ अलिक बुझ्छ जस्तो लाग्छ, त्यही भएर चाहिँ यता राखेको हो। अनि मलाई चाहिँ फलो गर्न नबिर्सिनु होला किनकि मलाई धेरै फलोवर्सहरू चाहिएको छ। यति हेल्प चाहिँ गरिदिनु। हाम्रो फाइनल लुक चाहिँ यस्तो हुन्छ, कति राम्रो छ है।